आउँदैन आमा बिजी छु सेट अहिलेसम्म 2 नम्बर टेबलको फाइल मेरोमा आइदिया होइन के गरे होला त यिनीहरूलाई फर्कै भयो हेलो त्यो मेरो 2 नम्बर टेबलको फाइल अहिलेसम्म काम रेडी भएन यहाँ मलाई इमर्जेन्सी पर्छ छिटो त्यो फाइल पठाइदेऊ त ल नथर्कै नहुने जहाँ पनि थर्कनु यसले मलाई किन भन्नु भयो हेलो ल इन्टरभ्यूको लागि मान्छे आयो रे ल ठिक छ भित्र पठाइदेऊ May I come, sir? Yes, please come in. Sit down, please. तपाईको नाम मा झ्याक्ने के रे मैले तपाईको नाम पो सोधे त मेरो नाम नै मा झ्याक्ने हो सर ए कस्तो नाम राखे त मा झ्याक्ने बाउले राखेको नाम हो बाउले गरेर सोधे भइगयो नि अनि बाउको नाम चाहिँ के नि त्यही लेखा छ त पढ्न आउँदैन त मा ठ्यास्नी हजुर तपाईकै बाउको नाम रहेछ त मा ठ्यास्नी कोड बिग्रिन्छ र मात्र हो नत्र मैले जानेको थिएँ कस्तो कस्तो मान्छे इन्टरभ्यू दिन आउँछ अनि तपाईको कामको एक्सपिरियन्स चाहिँ के छ गोरु जोत्न आउँछ खेत खन्न आउँछ दुध दुन आउँछ कसको गाईको दाइको गाईकै गाई COW काउ ल ठिक छ सबै कुरा छोडिदिउँ तपाईँले मलाई यो पेन बेचेर देखाउनुहोस् त्यसपछि तपाईँको जागिर पक्का गाउँमा कत्रा कत्रा गाई भैँसी त बेच्यो जा अब एउटा नाथे पेन सर कोराली ओहो राम्रो छ त तर सर एउटा समस्या छ के समस्या फेरि कोरालीले चिठी लेख्नुपर्छ चिठी मोबाइल सोबाइल चल्दैन चिठी अहिलेको जमाना नि चिठी ए खै पेन दिनुहोस् त पेनको त पैसा लाग्छ नि ओहो फेरि कोरालीले डुबायो ल कोराली डुबायो यति भएपछि त मेरो जागिर पक्का भयो होला नि ल तपाईँको जागिर पक्का हुन्छ त्यसो भए तपाईँको कोराली पनि पक्का भयो ल त्यसो हो भने तपाईँ अहिले जानुहोस् भोलिबाट टाइममा काममा आउनुहोस् हस् चोटि कोराली हात परोस् न तेरो 12 कसरी बजाउनु पर्छ मलाई थाहा मा झ्याक्ने